हेलो साथीहरू नमस्कार। हिजो चाहिँ बुटोलमा कानको वान डे मेकअप सेमिनारमा चाहिँ म पनि गएको थिएँ। उहाँ चाहिँ इन्टरनेसनल मेकअप आर्टिस्ट चिराग शर्माजी आउनुभएको थियो। सर्टिफिकेट ल्याउने क्रममा चाहिँ उहाँले मेरो कस्तो राम्रो मेकअप गर्नुभएको, कस्तो राम्री हजुर, कस्तो क्युट भनेर चाहिँ मलाई उहाँले तारिफ गर्नुभयो। साथीहरू उहाँले मेरो तारिफ गर्नुभयो। म त उहाँले जुन तारिफ गर्नुभयो नि त्यो सुनेर म चाहिँ उहाँको बोलीमै लट्ठ परेँ। न मलाई त्यो दिमागमै आएन कि म फोटो खिच्छु होइन, आउँदै आएन कि म कस्तो अतासे जस्तो मलाई उल्टै होइन उहाँसँग केही बोल्नु मन थियो, फोटोहरू खिचाउनु मन थियो। त्यो उहाँले भनेको देखेर एउटा मनमा हुन्छ त डर हो कि खै के हो कि। मेरो फर्स्ट टाइम थियो, अहिलेसम्म म यस्तो सेमिनारहरूमा गएको थिएन होइन। म जस्तो सानो भर्खर त मैले पार्लर स्टार्ट गरेको, त्यस्तो धेरै नलेजहरू पनि मलाई छैन होइन। हामी जस्तो यस्तो सानो आर्टिस्टहरूलाई उहाँ जस्तो ठुलो आर्टिस्टले चाहिँ यस्तो मजाले तारिफ गरिदिँदा चाहिँ म यस्तो हौसला चाहिँ लास्टै आउँदो रहेछ होइन। यस्तो यो फिल्डमा चाहिँ मान्छेले कस्तो के होइन खुट्टा तान्ने चाहिँ कति धेरै के छा यस्तो मेकअप ह्यान त्यान उसले यस्तो गरी मोबाइलमा यस्तो देखिन्छ पुरा हुन्छ नि त। मोबाइलमा त्यो देखेको अनि रियालिटीमा ल्याएर जोडिदिने अनि यस्तो ह्यान त्यान होइन। यस्तो गिराल्दो रहेछ कि यो इन्डस्ट्रीमा यति यो लाइनमा है यस्तो गिराल्दो रहेछ कि खुट्टा तान्ने आफ्नो मान्छेले आफै तानिरहेको हुन्छ। तर उहाँ जस्तो मान्छे ठुलो आर्टिस्टले चाहिँ मेरो तारिफ गरिदिँदा छ। म त यति खुसी छु नि, यति खुसी छु। मेरो यस्तो हौसला बढिरहेको छ नि साथीहरू। हजुरहरूलाई लाग्दो होला होइन अहिले यत्तिकै बोलिरहेको छु भनेर, तर चाहिँ म सर्टिफिकेट ल्याउने बेलामा चाहिँ उहाँले बोलिरहनु भएको छ। त्यति बेला चाहिँ मेरो भिडियो लङ भइदिन, जुन दिदीलाई बनाइदिन भनेको उहाँले चाहिँ फोटो ल्याउँछु भनेर सायद छोटो भयो मेरो भिडियो। यस्तो मजाले बोलिरहनु भएको थियो। अब म लास्टचोटि पनि उहाँले मलाई खै के भन्नुभएको थियो म फर्केर हेरेको हो, तर चाहिँ भिडियोमा छैन होइन। उहाँ गएको साथीहरूले सायद देख्नुभयो होला, तर म चाहिँ झुट बोलेको छैन। उहाँ जस्तो मान्छेले मेरो तारिफ गरिदिँदा चाहिँ म चाहिँ यस्तो खुसी छु। उहाँलाई चाहिँ हृदयदेखि धेरै 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 धन्यवाद। उहाँको यति थोरै 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 पनि तारिफले मेरो के भनौँ मलाई चाहिँ यस्तो धेरै हौसला बढेको छ नि, म पनि केही गर्न सक्छु होइन भनेर एउटा हिम्मत चाहिँ मलाई आएको छ। उहाँलाई चाहिँ म भगवान् जस्तो ठान्छु। उहाँले चाहिँ मेरो यति हौसला बढाइदिनु भएको छ, यति हौसला बढाइदिनु भएको छ। धेरै धेरै धन्यवाद।